मुक्तिनाथ नेपालको एक अत्यन्तै प्रसिद्ध र पवित्र धार्मिक स्थल हो। यो हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा तीर्थस्थलको रूपमा परिचित छ। यो मरुभूमि जस्तै देखिने मुस्ताङ जिल्लाको थोराङला भन्ज्याङको फेदीमा अवस्थित छ। यो समुद्री सतहबाट करिब 3710 मिटरको उचाइमा रहेको छ। यहाँबाट नीलगिरी, धौलागिरी र अन्नपूर्ण हिमश्रृङ्खलाहरूको मनोरम दृश्य देख्न सकिन्छ। हिन्दूहरूका लागि यो मुक्ति क्षेत्रका रूपमा पूजनीय छ। यहाँ भगवान विष्णुको पूजा गरिन्छ। विष्णु पुराणका अनुसार शालिग्राम पाइने कालीगण्डकी नदीको उद्गम स्थल यही क्षेत्रमा पर्दछ। यसलाई हिन्दू धर्मका 108 दिव्य देशम पवित्र स्थलहरूमध्ये एक मानिन्छ। विशेष गरी तिब्बती बौद्धहरू यसलाई छुमिङ ग्यात्सा, जसको अर्थ 100 वटा पानीका धाराहरू हुन्छ भन्दछन्। उनीहरू मुख्य मूर्तिलाई करुणाका देवता वा अवलोकितेश्वरको रूपमा पूजा गर्छन्। गुरु पद्मसम्भवले तिब्बत जाँदा यहाँ ध्यान गरेको विश्वास गरिन्छ। प्यागोडा शैलीमा बनेको यो मन्दिरमा भगवान विष्णुको सुनको मूर्ति रहेको छ। यहाँ मन्दिरको पुजारीको रूपमा स्थानीय बौद्ध भिक्षुणीहरू झुमा रहने अनौठो परम्परा छ, जसले धार्मिक सद्भावको उत्कृष्ट उदाहरण दिन्छ। मन्दिरको पछाडि अर्धवृत्ताकार रूपमा व्यवस्थित गरिएका 108 वटा गाईको मुखाकृतिका धाराहरू छन्। यहाँको चिसो पानीमा स्नान गर्दा पाप पखालिने र मुक्ति मिल्ने जनविश्वास छ। मन्दिरको अगाडि मुक्तिकुण्ड र सरस्वती कुण्ड नामक दुईवटा पवित्र पोखरीहरू छन्। काठमाडौँ वा पोखराबाट मुक्तिनाथ पुग्न मुख्यतया दुईवटा विकल्पहरू छन्। पोखराबाट जोमसोमसम्म हवाई उडान करिब 20 मिनेट र त्यसपछि जोमसोमबाट जीप वा स्थानीय यातायात मार्फत रानीपौवा मुक्तिनाथको फेदीसम्म पुग्न सकिन्छ। काठमाडौँ पोखराबाट बेनी, तातोपानी, घाँसा, मार्फा हुँदै जोमसोम र मुक्तिनाथसम्म सिधा जीप वा बसको यात्रा गर्न सकिन्छ। यो मार्ग अलि लामो र साहसिक छ। ट्रेकिङ रुचाउनेहरूका लागि अन्नपूर्ण सर्किट ट्रेकको एक प्रमुख हिस्सा मुक्तिनाथ नै हो। मुक्तिनाथ उच्च हिमाली क्षेत्रमा भएकाले यहाँ यात्रा गर्दा लेक लाग्ने सम्भावना रहन्छ। त्यसैले पर्याप्त मात्रामा पानी पिउने र शरीरलाई वातावरण अनुकूल बनाउँदै बिस्तारै यात्रा गर्नु उपयुक्त हुन्छ।